Hello folks, Namaste. My name is Avashish Oza and welcome to my channel which is all about travel, views and reviews. And आजको भिडियो मैले जुन गर्न आए यो एउटा मेरो इन्क्युजिटिभनेसले गरेर हो. युजुअली एडास फिचरको बारेमा भन्दाखेरि म जहिले पनि भिडियोमा भनिरा हुन्छु आई पुट इट अफ एन्ड आई डोन्ट युज इट भन्छु हैन. फेरि अब हाम्रो इलेक्ट्रिक भेहिकल ग्रुप चाहिँ म एकदमै बेसी फलो गर्ने हुनाले त्यहाँ एक दुईवटा केसेसहरू पनि देखेँ. एडास फिचरको धेरै आइरहेको थियो, कतै न्युज डिलिट भइरहेको थिए हैन. मेरो पर्सनल फिलिङ चाहिँ कस्तो छ भने तर बिफोर द्याट आइड लाइक टु इन्ट्रोड्युस यु टु द पर्सन हु इज अलरेडी नोन बिकज दीपक थपलिया ही हेड्स सेल्स एन्ड मार्केटिङ हियर एट लक्ष्मी ह्युन्डाई. र यो इट्स नथिङ अबाउट ह्युन्डाई आज, इट्स अबाउट एडास फिचर. मलाई जहिले पनि केही चिजको बारेमा बुझ्नु छ गरे पनि हि इज अ टेक्निकल गाई एन्ड आई युजुअली आस्क इट विथ हिम. द्याट्स द रिजन आज पनि मैले दीपकलाई अप्रोच गर्नुको कारण त्यो हो. र यो एडास फिचर दीपकमा वाट आई थिङ्क इज सी दीपक, आई डोन्ट वान्ट दिस talk to be formal. Yes. I'm very informal guy. So you ADAS feature ko barema bhandakheri what is your take on this? मैले अहिले जति भने I think you have already made it right. Yes, what it is भनेर हैन. I can truly understand like what do you mean by that हैन. ADAS सिस्टम को बारेमा भन्दा नि पहिला कुनै पनि चीजमा चाहिँ युजुअली हामीले मेरो बानी चाहिँ कस्तो छ भने ब्याकग्राउन्ड र त्यसको युजेस भनौं न हामीले पहिला चाहिँ त्यो कसरी इभल्भ भयो कसरी बन्यो भन्ने बुझ्यो भने चाहिँ त्यसको राइट युज कस्तो हो र त्यसको चाहिँ फर्दर युज हामीले के गर्नुपर्छ त्यो कतिको इम्पोर्टेन्ट हो भन्ने कुरा चाहिँ आफैले जज गर्ने हो कि. मेबी वाट यु थिङ्क माइट नट बी रेलेभेन्ट टु सम अदर एल्स होइन. अर्को कस्टमरलाई त्यही चिज चाहिँ गर्दैन उसको निड अनुसार. तर एन्टायर चिजको त्यो कम्पोजिसन र यो के हो भन्ने चाहिँ अलिकति डेप्थली बुझ्यो भने चाहिँ त्यसले रिलेट गर्न सक्छ. यस्तो हो र यो यदि यो चिज के हो भन्ने कुरा यसमा कति युज हुन्छ भन्ने कुरा चाहिँ उसले गर्न सक्छ भन्ने जस्तो लाग्छ मलाई होइन. त्यही भएर एडास इज लाइक एकदम नयाँ चिज होइन के पनि होइन. नाम आफैमा उस होइन एडभान्स ड्राइभिङ एसिस्टेन्स सिस्टम. अब उसले भनेको एडभान्स ड्राइभलाई चाहिँ एसिस्ट गरिरहेको छ है. इट्स अ बिग रेस्पोन्सिबिलिटी हो नि होइन. एडास भनेको कसैको चिजको एउटा जिम्मेवारी लिइदिएको छ कि उसले भनेको गाडी आफैमा एउटा सिस्टम उसले यति इन्कर्पोरेटहरू गरेको छ. त्यसको भित्र कसरी गर्छ भन्ने कुरा फर्दर बुझौँला. म पनि आजलाई ह्युन्डाईकै भनेर भनेको छैन, एडासको कुरा गर्ने भने चाहिँ लेट्स टक अबाउट एडास. यसको बारेमा बुझौँ फर्दर होइन. नट प्रमोटिङ यसले राम्रो गर्छ नराम्रो गर्छ भन्ने कुरा. तर त्यो कसैलाई जज गर्नुभन्दा पहिला चाहिँ बुझौँ पहिला के हो त्यो भन्ने कुरा. एडास इज काइन्ड अफ अ बिगर रेस्पोन्सिबिलिटी है. कसैले चाहिँ के भनिदियो भने तेरो गाडीको चाहिँ म कन्ट्रोल गरिदिन्छु है भनेको इट्स अ बिग रेस्पोन्सिबिलिटी नि. हामीले एउटा मुभीमा गरेको थियौँ कुन चाहिँ मुभीमा हो अब विथ ग्रेट पावर्स कम्स ग्रेट रेस्पोन्सिबिलिटी भने जस्तो किताबमा एडासले त्यो लेभल अफ रेस्पोन्सिबिलिटी लिएको छ. केही मिसह्याप हुनुभन्दा अगाडिको वाला चिजमा चाहिँ उसले एज अ प्रिकसन त्यसले कन्ट्रोल गर्छ. तर यसलाई कन्ट्रोल गर्नको लागि चाहिँ अब के छ भनेपछि हामीले युजुअली हाम्रो देशमा चाहिँ कस्तो छ भने कतिपय पिपलहरूलाई चाहिँ फिचर्स थाहा छ, कतिपय पिपलहरूलाई चाहिँ अलिकति एडभान्समा फिचर्स पनि थाहा छ, त्यसको फङ्सन पनि थाहा छ कि. कसैलाई चाहिँ फिचर्स फङ्सन अनि त्यसको बेनिफिट थाहा छ तर त्यतिसम्ममा लिमिटेड भएको छौँ है हामीहरूको अहिलेको नलेज बेसमा. कतिपयलाई चाहिँ स्टडी गर्नुहुन्छ होला अहिलेको अब जो इभीसँग रिलेटेड हुनुहुन्छ अथवा नयाँ टेक्नोलोजी नयाँ गाडीसँग रिलेटेड गाडीमा यति सोफिस्टिकेटेड सिस्टमहरू हालेको छ होइन. त्यसमा चाहिँ एडासले चाहिँ अब कसरी के गर्छ भने चाहिँ एडासको कसैले चाहिँ फिचर्सहरू मात्र भनिन्छ जस्तो ब्लाइन्ड स्पोट होला, एडाप्टिभ क्रुज कन्ट्रोल होला, त्यसपछि इमर्जेन्सी ब्रेकिङ सिस्टम होला, लेन सिस्टम भनेको मलाई फिचरको नाम गर्न त एकदमै सजिलो छ. तर यसले कसरी काम गर्यो अनि कसरी काम गर्यो भन्ने बुझेपछि चाहिँ अनि बल्ल यसको युजेस चाहिँ मैले कति चिज ठुलो चिज चाहिँ राखेको रहेछु है. अनि यसको चाहिँ मैले चाहिँ फुल बेनिफिट किनभने त पैसा हालेर किनेको फिचर हो नि. प्रब्ली आई थिङ्क योर कार अल्सो हेज एडास होइन. अब त्यो आई डोन्ट युज इट या अफकोर्स. अब त्यसमा यसलाई चाहिँ अब यसभित्र केले काम गर्छ भने चाहिँ मेजरली हामीलाई थाहा भएको त सेन्सर एउटा चिजमा हो. त्यसपछि क्यामेरा हामीलाई सेन्सर क्यामेरा त हामीले गरेका छौँ. अब अर्को भनेको रेडार हुन्छ कि इट्स अ भेरी इम्पोर्टेन्ट कम्पोनेन्ट. त्यो गाडीको अगाडि एउटा कालो राखिरहेको हुन्छ नि रेडार बम्परको भित्र त्यो एउटा त्यो रेडार हुन्छ. अब कसैकोमा चाहिँ लिडार पनि हुन्छ, लिडार. त्यो चाहिँ लाइट हाम्रो मेजरली लाइट डिटेक्सन एन्ड रेन्जिङ के त्यसले चाहिँ दिनुभयो. लिडार एलआई इज फर लाइट डिटेक्सन एन्ड रेन्जिङ. अब यसको फर्दर त्यसले चाहिँ किन इन्हान्स गर्छ भने चाहिँ कहिलेकाहीँ अब रेडार बुझ्न जरुरी भयो सबभन्दा पहिला होइन. लेट्स कम इन्टु रेडार. रेडार भनेको चाहिँ के हो भने चाहिँ नर्मल हाम्रो वेभ फ्रिक्वेन्सी भनौँ. अहिले भर्खर एम्बुलेन्स पास भयो, एम्बुलेन्स आउनुभन्दा अगाडि यु हर्ड द्याट नोइज होइन. कति ठुलो थियो पास भइसकेपछि सानो भयो नि. इट्स अल अबाउट द वेभ फ्रिक्वेन्सी के. त्यो फ्रिक्वेन्सी कति कम्प्रेस वेमा आएको छ र
कति कम्प्रेस वेमा चाहिँ त्यसको डिस्टेन्स रिलेटिभ मोसन टु जस्तो मेरो गाडी मैले चलाइरहेको छु म अलिकति सिम्पल वर्ड युज गर्न खोज्दाखेरि अलिकति भएको होइन डोन्ट युज कम्प्लिकेटेड वर्ड होइन नो प्रब्लम अब गाडीमा चाहिँ मैले गाडी चलाइरहेको छु मेरो अर्को अब्जेक्ट चाहिँ उसले डिटेक्ट गर्यो वेभ फ्रिक्वेन्सीले गर्छ के यो वेभ फ्रिक्वेन्सी जति नजिक भयो त्यो कम्प्रेस वेभ फ्रिक्वेन्सी भयो नि त प्रब्लम अनि त्यसले इन्डिकेसन दिन्छ बाँकी रेस्ट अफ द सेन्सरलाई अनि त्यसले चाहिँ एक्ट गर्ने भयो के चाहे वार्निङ दिने होस् चाहे ब्रेक लगाउनु पर्ने हो यो सबै चिज हुने भयो भनेपछि त्यो रेडारको युजेज इज सिग्निफिकेन्टली इम्पोर्टेन्ट किनभने त्यसको प्रिसिजन अब कति इम्पोर्टेन्ट रहेछ त भन्ने कुरा हो नि त उसले हाम्रो अन बिहाफ उसले दिएको कुरा छ भने चाहिँ इट हेज टु भेरी भेरी प्रिसाइज युजली रेडारले कुनै पनि अब क्लाइमेटिक कन्डिसनमा मानौँ कि त्यसले सेन्स गर्छ कि त्यसको वेभ फ्रिक्वेन्सी गर्न सकिँदैन अहिले पनि हामीले फर इक्जाम्पल हाम्रो त्यो स्पिड टेस्टर गर्छ नि स्पिड गन त्यो पनि वेभ फ्रिक्वेन्सीले गर्ने त्यसले चाहिँ थाहा हुन्छ यसको कुन स्पिडमा छ यसले स्पिड डिटेक्ट गर्ने भयो मोसन अब्जेक्टको कति नियरनेस छ भन्ने कुरा डिटेक्ट गर्ने भयो अनि अर्को चाहिँ कुन चाहिँ डिरेक्सनमा छ भन्ने कुरा डिटेक्ट गर्ने भयो होइन अब अब्जेक्ट कुड बी एनिथिङ अब्जेक्ट कुड बी स्टेसनरी अब्जेक्ट कुड बी मुभिङ अब्जेक्ट कुड बी लाइक कुनै अरू हिसाबले पनि बाटोमा स्ट्याग्नेन्ट अब्जेक्ट तर त्यो रेडारले चाहिँ त्यसलाई एज अ अब्जेक्ट मात्र डिटेक्ट गर्यो होइन अब त्यो अब्जेक्टको डिटेक्सनको सट्टा चाहिँ अहिलेलाई चाहिँ त्यसलाई मोर प्रिसाइज बनाउनु चाहिँ लिडार पनि युज गर्छ कतिपय अलिकति हाई एन्ड गाडीहरुमा हाई एन्ड सिस्टम किनभने त्यसले चाहिँ इमेजिङ पनि त्यसले मान्यो के इमेजिङले चाहिँ अझै प्रिसिजन त्यसलाई दिन सक्ने भयो चाहे वेदर खराब होस् अरू कुनै फ्याक्टरमा चाहिँ इफ इन केस त्यसमा ड्रब्याक छ भने चाहिँ त्यो इमेजिङले यसलाई एकदमै बेटर प्रिसिजन दिन सक्ने भयो अनि त्यसको फङ्सनबाट जे थाहा पायो हाम्रो रेस्पोन्सिबिलिटी के हो भने चाहिँ यो सबै चिजले चाहिँ एज अ चिप है अब भित्र कुरा गरौँ त्यसको चिप सिस्टमको चिपले यो सबै इन्फर्मेसन इन्टेक गर्यो अनि यो इन्टेक गरेपछि उसले त एक्ट गर्नु पऱ्यो नि त इट्स नट अबाउट त्यसले त डेटा एनालाइसिस दिने होइन अब गाडीमा कन्ट्रोल गर्नु पऱ्यो भनेपछि चिप आफ्नो नै चाहिँ उसको प्रोसेसिङ कस्तो छ त भन्ने कुरा इज भेरी इम्पोर्टेन्ट के त्यही भएर हामीले चाहिँ एडास युज गरेको गाडी त थुप्रै छ तर त्यसभित्र चाहिँ कुन चाहिँ चिप लागेर गरेको छ उसको प्रोसेसिङ टाइम कस्तो छ त भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन कि किनभने यु क्यान गेट अ कार अराउन्ड 30 लाखको कारमा नि एडास फिचर्स छ 1 करोड 10 लाखको पनि एडास फिचर छ अब एज अ कन्ज्युमर हामी के भन्छौँ भने एडास छ होइन तर वाट इज लाइक त्यसको चिपको के छ उसको ग्राफिक प्रोसेसिङ टाइम जसले चाहिँ साइमल्टेनियसली अहिले भेरी पपुलर अब हाई एन्ड गाडीहरू BMW मर्सिडिज इभन लाइक चाइनिजमा पनि छ 2-4वटा हाई एन्ड गाडी उनीहरूकोमा एनभिडियाको चिप अहिले जुन छ नि एनभिडियाको ओमेक्स चिप लागेको छ जसको चाहिँ प्रोसेसिङ टाइम इज 508 ट्रिलियन पर सेकेन्ड त्यति अपरेसन त्यति अमाउन्ट अफ त्यसले इन्फर्मेसन डेटा लिएर अनि एक्ट गर्यो अनि प्रोसेस गर्यो भनेपछि त उसको प्रोसेसन यो प्रिसिजन कति राम्रो हुन्छ भन्ने कुरा चाहिँ यो सबै फ्याक्टरले हुन्छ अब नामको मात्र एडास भएर तर त्यसको प्रिसिजन राम्रो छैन भने चाहिँ द्याट इज मोर हार्मफुल एउटा कुरा दोस्रो कुरो चाहिँ यदि एडास राम्रो छ तर त्यो एडासको राम्रो भए तापनि मेरो अब जस्तो हामी कहाँ चाहिँ त्यो एडास त क्यालिब्रेट गर्ने त चलन छैन होला प्रब्लम आई क्यान गिभ यु वान इक्जाम्पल ब्लाइन्ड स्पट डिटेक्सन होइन यो गाडीको ब्लाइन्ड स्पट यो मोडल पनि छ अब कसैले गएर चाहिँ कम्प्लेन गर्यो होइन मेरो चाहिँ ब्लाइन्ड स्पट डिटेक्सनमा चाहिँ काम गरेन अरे होइन मेरो चाहिँ गरेन यसको आएको छैन है मेरो त्यहाँ ब्लिङ्क चेक पनि आएन भने प्रब्ली 95% अफ द पिपल के खोल्छ भने त्यसको लुकिङ मिरर खोल्छ के हो लुकिङ मिरर खोल्छ किनभने त्यसमा बल्लेन भनेर भन्छ बट हि इज डुइङ रङ होइन किनभने त्यो लुकिङ मिरर भन्दा त त्यसो डिस्प्ले गर्ने जस्तो सिसिटिभी क्यामेरामा मेरो सिसिटिभीमा चाहिँ फुटेज आएन यो क्यामेराको भन्यो भने त अहिले त सिसिटिभी इजिली रिलेटेबल के उसले सिसिटिभी चाहिँ के हो भनेर खोल्यो होइन नि त सिस्टममा हेर्नु पर्यो सिस्टममा हो नि त भनेपछि इफ इन केस यदि सिस्टममा यदि छैन भने यसको रेडार कहाँ हुन्छ थाहा छ ब्लाइन्ड स्पटको थाहा छैन मलाई मेरो विचारमा मोस्ट अफ द पिपललाई थाहा छैन यसको रेडार चाहिँ पछाडि बम्परमा हुन्छ कि रियर बम्पर अगाडिको ब्लाइन्ड स्पटको रेडार यस किनभने त ब्लाइन्ड स्पट त यो डिरेक्सनबाट आउने नि त अब मानौँ कि हाम्रो गाडीको यहाँको बाटोमा कतिवटा गाडी एक्सिडेन्ट भएको छ होला पछाडिको बम्पर हिट भएको छ होला त्यो रेडार कतिको कुच्चेको छ होला हो
त्यो रेडारको चाहिँ कतिले रिप्लेस पनि गर्यो होला, कतिले रिप्लेस गरेको पनि छैन होला हैन, कतिलाई थाहा पनि छ होला, कतिलाई थाहा छैन पनि होला, सबैतिर पनि नजाउँ हैन। यो कस्टमरलाई हैन कम्पनीलाई थाहा छ कि छैन? यस यस, द्याट इज व्हाट आई माइ क्वेशन इज द्याट। किनभने कतिपय मान्छेले त रेडार के अरे ब्लाइन्ड स्पोट नचढेको लुकिङ मिरर खोलेर बनाइरहेको छ। लुकिङ मिररले त यहाँ त्यो भइरहेछ त्यस्तो यहाँ। यस यस, अब आई डोन्ट वान्ट टु टेक अ नेम अफ एनी ब्रान्ड हैन, बेकारमा त्यो नो वी आर टकिङ अबाउट टेक्नोलोजी नट अबाउट द ब्रान्ड। अब भनिसकेपछि त त्यो रेडार त पछाडिको बम्परमा छ, सेन्सिटिभ एरियामा छ, अनि कतिले रिप्लेस पनि गरिदिनु होला थाहै नपाइकन। अब थालिसकेको चिजको प्रिसिजनको लागि त त्यसको क्यालिब्रेसन हुनु पर्यो कि परेन, किनभने देयर कुड बी फल्स पोजिटिभ, देयर कुड बी फल्स नेगेटिभ। रेडारले त हामी चलाइरहेछौँ, ब्लाइन्ड स्पोटको गाडी मैले चलाइरहेको छु, अल अफ अ सडन त्यसको प्लेसमेन्ट इरर चाहिँ अलिकति छ, 10 mm को फरक छ अरे। 10 mm इज नथिङ फर लाइक मान्छे हाम्रो नेपाली बानीको लागि 10 mm त हो नि, तर गाडीको प्रिसिजनको लागि 10 mm क्यान मेक लट अफ डिफरेन्स के। कुनै गाडी आइरहेछ त्यसको प्रिसिजनमा चाहिँ मैले ठ्याक्कै अब जसले यो ब्लाइन्ड स्पोटवाला चलाइरहनु भएको छ उसले कति कसियस बनाइरहेको हुन्छ कि ठ्याक्कै ब्लाइन्ड स्पोटमा केही ब्लिङ्क भन्यो भने उसले स्टेरिङ अलिकति यताउता गर्न खोज्छ। इफ इन केस त्यसको प्रिसिजनले चाहिँ फल्स पोजिटिभ आइदियो भने त उसको ड्राइभिङ अटेन्सन फरक हुनसक्छ। हाम्रो हाइवेमा अलिकति हुँदाखेरि तलमाथि भयो भने के हुन्छ भन्ने कुरा हो। त्यही भएर इट्स अ बिग कमिटमेन्ट। हामीले जुन चिज लिएको छौँ टेक्नोलोजी त अब सस्तो भएर एडप्ट गरेको छौँ, एउटा चाहिँ त्यो एडप्ट गरेको टेक्नोलोजी कति इम्पोर्टेन्ट हो, हाउ इट फङ्सन्स, र यो चिजमा चाहिँ एज अ कन्ज्युमरमा चाहिँ मैले त्यो रिप्लेस गरेको त्यो कसरी चल्छ भन्ने कुरा बुझेन भने त द्याट इज गोइङ टु फर्दर उसले लागि चाहिँ उसले त्यो भ्यालु नै गरेन। अनि रिपेयर गर्नेले अथवा नेपालमै भएकोमा आई डोन्ट नो कतिवटा कम्पनीसँग होला त्यसको चाहिँ क्यालिब्रेसन टुल, यसको क्यालिब्रेसन इज भेरी डिफ्रेन्ट इक्विपमेन्ट है एकदमै। You have to calibrate that system also. Obviously. I have see. I am so much into EVs. Calibration मैले त हाई भोल्टेज ब्याट्री मात्रै सुनेको छु। हाई भोल्टेज ब्याट्रीको त ब्याट्रीको भोल्टेज ब्यालेन्स गर्छ होला हैन। मैले राखेको यो सिस्टम क्यालिब्रेसनको त हैन, somebody should educate us हैन। त्यही भएर त त्यो चिजमा चाहिँ हामीले थाहा पाउनु पर्यो पहिला क्यान्ज्युमरले चाहिँ क्यालिब्रेटेड हो कि हैन। किनभने मैले तराजु जोख्छु भने त्यो तराजुले 4 किलो भनेको 4 किलो भन्ने कसो थाहा पाउने? इट हेज टु बी क्यालिब्रेटेड नि। त्यो क्यालिब्रेसन भएपछि त नि मैले त्यो फिचर्स त पैसा हालेर किनेको छु नि त, आइ एम युजिङ इट अर नट। नेपालमा एउटा प्रब्ली एकदम राम्रो अब यो इन्फ्लुएन्सर भन्ने कि अथवा एउटा पोडकास्ट चलाउने मान्छे हुनुहुन्छ, उहाँले एउटा हाई फाई गाडी लिनु भएको छ होइन। हिज लाइक भेरी इन्टु सोसल मिडिया अल्सो भेरी इन्टु अब इन्फ्लुएन्सिङ त्यो हिसाबमै पनि हुनुहुन्छ। उहाँले पनि एउटा हाइटेक गाडी लिनु भएको छ है, तर आई डोन्ट नो त्यो ब्याकएन्डको चिजमा चाहिँ उहाँले सोच्नु भएको छ कि छैन होइन। किन जुन कम्पनीको गाडी लिनु भएको छ त्यो कम्पनीको मलाई जहाँसम्म लाग्छ आई डोन्ट नो त्यतिसम्म छैन, तर गाडी इज भेरी गुड होइन। इभन चाइनामा बनेको गाडी दिस प्रब्ली दे आर युजिङ वान अफ द गाडी होला जसले चाहिँ किन युएसबाट चाहिँ स्याङ्सन भएपछि एनभिडियाको चिप चाहिँ सबैलाई प्रोभाइड गर्दैन क्या उनीहरूले, त्यो कम्पनीलाई गरेछ। त्यो कम्पनी मैले बुझिसकेँ उहाँले कुन गाडी भन्नुभयो भनेर। इट्स नट टेक नेम्स। सो त्यो चिजको सेन्सर उहाँले जुन लिनु भएको छ अथवा त्यसलाई चाहिँ मैले रिप्लेस गर्नु पर्यो भने इफेक्टिभ युज त हुनु पर्यो नि त। अनि त्यो चिजमा चाहिँ कतिको के छ प्रिपेयर्डनेस भनेको। इफ वी आर टकिङ अबाउट इभी आजको दिनमा चाहिँ एभ्रीबडी हामीलाई पनि सोध्ने क्वेसन हुने रेन्ज कति दिन्छ, चार्जर कतिवटा हाल्यो तिमीहरूले, चार्जर कतिवटा हाल्यो भनेर सोध्ने क्वेसन लट अफ यो क्वेसन हो क्या। अनि चार्जर त लाइक यो अर्ग्यानिक हो कि, जस्तो पेट्रोल गाडी सुरुमा ल्याउँदाखेरि पेट्रोल पम्प कतिवटा हाल्यो, पेट्रोल पम्प कतिवटा हाल्यो यस्तै गाडी मात्र बेच्ने त भन्दैन नि त होइन। त्यो त जसले बिजनेस देख्छ बिस्तारै आउँदै जान्छ कि। तर मलाई चाहिँ तिमीहरूले वर्कसपमा यस्तो मेरो जुन इक्विपमेन्ट छ हाइफाई यो मैले यत्रो इक्विपमेन्ट छ त्यो बनाउने क्यालिब्रेटेड इक्विपमेन्ट कतिवटा राखिस् भनेर सोध्नु पऱ्यो कि होइन। मलाई त्यो रिपेयर गरेको द्याट मेक्स सेन्स। त्यही भएर यो कम्पनीहरूलाई चाहिँ एज अ कन्ज्युमरले चाहिँ गएर चाहिँ गाडी किन्नुभन्दा अगाडि तिमीहरूको बडी सपमा कसरी काम गर्छ त, अहिले पनि ठङ 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 ठोक्ने हो कि रोबोट मेसिनले प्रिसिजनले होइन। हामी कहाँ अहिले गरेकोमा कुनै पनि इक्विपमेन्ट रोबो इक्विपमेन्ट छ होइन। हामीले त्यो प्रिसिजन मिलिमिटर पनि इज इम्पोर्टेन्ट के, किनभने जतिसम्म सेफ्टी टुलहरू के अरे इक्विपमेन्टहरू लागेको छ यही रेडार होला लिडार होला सबै गाडीमा त छैन, तर जुन गाडीमा रेडार त अहिले त सबैमा छ नि त। त्यसको पहिला प्रोसेसिङ चिज के हो र त्यसले चाहिँ हामीले राखेको कतिको प्रिसाइज छ र त्यसको चाहिँ क्यालिब्रेसन गर्न सक्ने एबिलिटी छ कि छैन, पिपललाई त्यो बारेमा नलेज छ कि छैन भन्ने कुरा चाहिँ कन्ज्युमर अब आफै अवेर हुनु पऱ्यो कि। नत्र भने कुनै पनि कम्पनी इज नट गोइङ टु टेल अबाउट इट कि मलाई त सबै चिज गर्न आउँछ भन्ने कुरा अब हामी त एडभान्समा चाहिँ प्रोडक्ट एडप्ट चाहिँ हाम्रो हाइफाई हामीले गरि नै सक्यौँ। अब यो प्रिपरेसनमा चाहिँ अलिकति छ। त्यही भएर एज अ कन्ज्युमरले पनि यो चिज थाहा पाउनु पऱ्यो द थिङ्स वाट टेक फिचर्स दे आर गेटिङ इन देयर कार। You mean to say that don't only talk about the charging station and other things.
But you as a customer, you guys should know about what is the kind of facility that they have. Are they technologically equipped or not? Do they have that facility in their service center or not? भन्ने कुरा हो नि हैन. चार्जिङ स्टेसन इम्पोर्टेन्ट नै हैन भन्न खोजेको हैन. चार्जिङ स्टेसन इम्पोर्टेन्ट हो. इट विल कम आउट किनभने यसमा बिजनेस देखेपछि अरु पिपलले गर्न थालिहाल्छ. ए अस्ति म गएको थिएँ, म यहाँबाट जनकपुरसम्म जाँदाखेरि चार्जिङ स्टेसन देखेर म छक्क परेँ. पसलमा खाने ठाउँमा सबै ठाउँमा सबैले त्यसलाई बिजनेस देखेपछि गर्छ. तर सबैले वर्कसप बनाइदिन्न नि त. यो क्यालिब्रेटेड टुल त ल्याउँदा त्यो त कम्पनीको जिम्मा हो नि त. कम्पनीको आफ्नो जिम्मा हो. सोल रेस्पोन्सिबिलिटी चाहिँ पैसा हाल्नु पर्यो कि पहिला चाहिँ. द्याट इज अरु चीज त गरिहाल्छ नि. द्याट इज हैन. किनभने यो रेडार भनेको त्यो डपलर इफेक्टले काम गर्छ के. डपलर इफेक्ट जुन अघि मैले भनेको थिएँ त्यो एउटा पार्टमा चाहिँ इम्पोर्टेन्ट. त्यही भएर हामीलाई चाहिँ के भन्ने यो चीजमा चाहिँ नेपालीहरूलाई चाहिँ अब जस्ट मलाई भन्न मात्र लागो हैन. फेरि डोन्ट टेक इट अदरवाइज. people tend to take things otherwise, but it doesn't mean anything like that हैन. जस्तो मलाई चाहिँ इटालियन अब रिजोटो खान मन लाग्यो हैन. फर एक्जाम्पल इटलीबाट चामल ल्याएर अनि चीज ल्याएर पकाउन नेपाली भान्सालाई दियो भने त खिचडी नै पकाइदिन्छ नि त हैन. प्रेसर कुकरमा सिटी लाए त रिजोटो त भएन नि त. सो दिस इज वाट इट इज ह्यापनिङ. त्यही भएर इफ यु वान्ट टु इट रिजोटो हुने सक्ने एबिलिटीको त चिज चाहियो नि त. अदरवाइज यु आर गोइङ टु ह्याभ अ खिचडी अल द टाइम. सो त्यो रिजोटो हुँदैन कि खिचडी नै हुनेवाला छ. सो दिस इज वाट आई वान्ट टु से अबाउट एडास. मेरो अब एउटा के क्वेसन्सहरू छ है त. फर इक्जाम्पल है, यहाँ 30 लाखको गाडीमा पनि एडास फिचर छ, 1 करोडको गाडीमा पनि एडास फिचर छ. अघि तिमीले जुन भन्यौ एडास फिचरको बारेमा, 30 लाखको गाडीमा पनि एकदम फिचर्स छ, 40 लाखकोमा पनि छ, 50 लाखकोमा पनि छ. त्यो चिप जुन युज गरेको छ, चिप त एकदमै इम्पोर्टेन्ट हो. त्यसले नै हो इन्स्ट्रक्सन लिने, त्यसले नै हो इन्स्ट्रक्सन दिने सबै चिजलाई हैन. त्यो चिपको क्वालिटी के सबैजना हाम्रो यहाँ जति पनि कम्पनी छ सबैले के राम्रो क्वालिटीको चिप युज गरेको छ. एकदम राइट. म जहिले पनि एकदमै त्यो सोचिरहेको हुन्छु क्या मलाई. या भेरी 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 थटफुल अबाउट इट है. एकदम यो सोच्नु पर्ने नै खासमा यस्तो थियो कि नत्र भने त सबैले त्यो गरिहाल्थ्यो नि. वाइ BMW इज नट सेलिङ देयर कार भेरी चिपर वे. उसले यो फिचर्सहरू जस्तो अडास लेभल 4 and 5 मा 4-5 आइसक्यो. 4-5 मा दे आर वर्किङ अन इट. किनभने अटोनोमस गाडी 2.5 मात्रै सुनेको छ अहिले. 3 and 4 त यो 2 आधारित त हामीले युज अडास लेभल 2 2.5 युज भइरहेछ नेपालमा आएको गाडीहरुमा. अलिकति फिचर्सहरू 4-5 वटा फिचर्सहरू बढाइयो. तर इट इज कमिङ इन्टु मोर अटोनोमस गाडी हैन, आफै ड्राइभ गर्ने. त्यसपछि एआई को चीज इज अल्सो कन्फ्युजिङ के. एआई ले आफै डिसाइड गर्छ है. मैले जति यति चीजहरू जस्तो मैले भने जीपीयू जुन ग्राफिक प्रोसेसिङ युनिट उनीहरूले इन्टेक गरिरहेको छ, त्यसलाई प्रोसेस गर्दाखेरि कति त्यसले एनर्जी कन्ज्युम गर्छ होला. त्यो एनर्जी कन्ज्युम गरेर रियाक्ट पनि गर्नु पर्यो हैन. चिप अब आफू चिप भएर सोचौँ न हामी माइक्रो प्रोसेसर भएर एक्ज्याक्टली मैले सोच्दै त्यसरी म कति लामो समयसम्म काम गर्न सक्छु भन्ने कुरा हो के. त्यो माइक्रो प्रोसेसर मसिनरी चिज हो. अब कति एनर्जी त्यसलाई चाहिन्छ, कति डिभाइड गर्ने, अनि उसले ब्याट्री म्यानेजमेन्टलाई कति दिने, बाँकी चिजलाई कति गर्ने, बाँकी एआईहरू चिज पनि आउँदैछ भनिसकेपछि चिपको क्वालिटी इज गोइङ टु बी भेरी भेरी अब यो इम्पोर्टेन्ट क्रुशियल के. अब जसले पनि अब हाम्रो गाडीमा एडास फिचर छ भन्न सब भएन. एडास क्वालिटीमा पनि तिमीले कुन चिप युज गरेको छ इज भेरी इम्पोर्टेन्ट. वी नीड टु नो दैट. हो यस, कुन चिप युज गरेको छ, कतिको फंक्सन छ. र आजको दिनमा त पहिलो नयाँमा हुन्छ यसको मल्टिपल प्रोसेसमा त्यसले गर्न सक्छ कि छैन. कि त रेडार मात्र राखेर ओन्ली रेन्जिङ मात्र हेर्ने कि ओन्ली डिस्टेन्सिङको मात्र चिजको ले प्रिसिजन गर्ने हो कि होइन, इमेजिङको चिज पनि छ भने त्यसले प्रोसेस गर्ने एबिलिटी प्लस त्यसको 1.5 वर्ष 2 वर्षपछिको इफेक्टिभनेस चाहिँ क्रिटिकल छ के. हेर्नै बाँकी छ त्यो एडास फिचर भनेपछि. दोस्रो कुरो चाहिँ यो फिचर्स पनि बनाएर राख्ला. टेक्नोलोजी फेरि एडभान्स भइरहेछ, हामी यसको अगेन्स्टमा जानुपर्छ भन्ने फिचर्स हामीले थाहा पाउनु पर्ने मात्र यस कुरा. तर you cannot go against anything. Come on, you have to go with the flow. अब संसार अगाडि पुगिसक्यो. आजको डेटमा म एडास फर इक्जाम्पल म एडास आफै गरेर चलाउँछु हैन. यस्तो भयो, म एउटा मेरो चिनेको मान्छेले गाडी किन्नुभयो. उहाँले गाडी किनेर आज लिएर जानुभएको थियो सोरुमबाट. भोलिपल्ट गएर गए बेला इमर्जेन्सी ब्रेक लाग्यो, पछाडिबाट बाइकले हानेर ठोक्दियो, उहाँको सिसा फुट्यो. ओके, सेकेन्ड डेमा गाडीमा उहाँले एडास फिचर अफ गर्न बन्द गरेर उहाँले लाइफमा एडास फिचर अब म अन गर्दिनँ भन्नुभयो. अर्को एकजना मेरो चिनेको भाइ हुनुहुन्छ, उहाँले आफ्नो गाडी अगाडि पेपरमा टालेर राख्नु भएको छ अफ एडास भनेर. गाडी चलाउँछ बिर्सिन्छ भनेर. म 4 पल्ट म जसँग भइसकेको छु हैन. म अफ गरिहाल्छु, मलाई गाह्रो लाग्छ क्या एडासले. अब व्हाट डु यु थिंक कन्ट्री लाइक आज कि अन गरेर चलाएकै राम्रो हो कि हामी युज टु बन्ने हो कि के गर्ने? हाम्रो रोड कन्डिसन चाहिँ अलिकति अब फरक छ. यहाँ चाहिँ लेन डिसिप्लिनको पनि छैन. त्यही त स्कुटर ट्राफिक अब हाम्रो देशको अनुसार चाहिँ
डिफिकल्ट छ, इट लुक्स भेरी क्रिटिकल के हामीले आफैले चाहँदा नि त्यसलाई कन्ट्रोल गर्न दिँदाखेरि उसले त लजिक अपनाउने हो नि त, उसले त देखेर इमोसन छैन नि त, सेन्सरहरूले त उसले त लजिक उसले के भन्छ भने उसलाई चाहिँ प्रोग्राम जे कोड गरेको छ यति डिस्टेन्समा यो आयो यो आयो यो आयो यो कन्डिसन म्याच भएको छ भने ब्रेक लगायो भने उसले लगाउने हो कि इट डजन्ट थिङ्क अबाउट इट। होइन मेरो क्वेसन खालि के हो भने इज इट मेकिङ सेन्स इन आवर कन्ट्री? अवेर हुनु पर्यो, इट हेज टु बी। अब ट्राफिक पनि अब गाडीको अनुसार हाम्रो ट्राफिक चेन्ज हुनु पर्यो क्या, सिस्टम चेन्ज हुनु पर्यो, यहाँको मान्छे अपग्रेडेड हुनु पर्यो किनभने गाडी त एडप्ट आइसक्यो नि त, यत्रो पैसा हालेर एडास भएको चिज ल्याएको छु अफै गर्नु छ भने त किन युज गर्ने भने। मैले एउटा कुरा कस्टमरले एज अ फ्रिडम पाउनु पर्ने, मलाई चाहिएन एडास, यस 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 त्यो अर्डर गरिदिन मिल्दैन एज अ यु गाइज आर डिस्ट्रिब्युटर्स होइन। मलाई अब यो अपकमिङ कार क्रेटा आउँदैछ, मलाई एडास फिचर चाहिएन, रिड्युस द प्राइस गर्न मिल्छ, त्यही नै गरेका छौँ हामीले। त्यही भएर हाम्रोमा चाहिँ क्रेटामा मिल्छ। यस भनेको हामीले चाहिँ एडास नभएको वाला गाडी पनि ल्याएको छौँ किनभने नेपालमा सबै बाटो हामी एक्सपेक्ट नगरौँ, तर मलाई अरू फिचर्स त चाहियो नि त एडासमा। एडास माइनस मात्र गरेर रेस्ट अफ द फिचर्स राखेको छ। यु गाइज हैव डन दैट? हाम्रोमा त एडास नभएको गाडी नै स्मार्ट हो भन्नेमा छ होइन, प्रब्लली त्यसमा 360 डिग्रीको चाहिँ एडप्टेसन हामीले गराइदिन्छौँ। त्यो एडास लिएर अफ गरेर राख्नु, व्हाई डु वी पे सो मच मनी फर दैट? त्यसमा कतिवटा सेन्सर छ, कतिवटा रेडार छ। हामीहरू पढिरहेको हुन्छ न्युजमा बम्पर फेर्दा यति पैसा लाग्यो भनेर, त्यो बम्परको मात्रै पैसा हैन नि, त्यो सेन्सरको पैसा हो, रेडारको पैसा हो, अनेक चिजको पैसा हो नि। प्लस त्यसको फिटमेन्ट गर्ने मान्छेको नि त्यो प्रिसिजन हुनुपर्छ। द्याट इज वाट इट इज ल्याकिङ इन आवर कन्ट्री के आजको दिनमा। त्यो कतिलाई त त्यो नलेज बेस पनि छैन होला, कतिलाई नलेज भएर पनि कति इजिली लिएको होला किनभने द्याट डजन्ट रिफ्लेक्ट एनिथिङ नि त। मैले त त्यो सेन्सरको कनेक्टिभिटी अफ गरेर चलाइदिएँ भने त्यो वाइया त तपाईँलाई छैन भनेर राखिदिएँ भने त इनिसियल त मैले पे गरेको छु नि त। इट कस्ट मोर देन मैले एउटा ब्लाइन्ड स्पोर्टको मात्र चिज राख्नु पऱ्यो भने मैले आफैले एडप्ट गराउनु भने $500 भन्दा माथिको भनेको 70-80 हजार, यसलाई ट्याक्सेसनमा राख्नु 1 लाख हारारीको। 1 लाख इज नट अ जोक नि। अनि मेरो केसमा चाहिँ कस्तो हो भने मलाई आई वान्ट टु ड्राइभ द कार के, आई डोन्ट वान्ट दैट कार टु ड्राइभ मी। हो कसैलाई चाहिँ त्यो सिरियसली आई वान्ट टु ड्राइभ द कार हैन। मैले एकदमै सोफिस्टिकेसन मेरो लागि, सोफिस्टिकेसन भनेको मेरो लागि आई डोन्ट वान्ट टु युज माई लेफ्ट लेग, अटोमेटिक इज सफिस्टिकेसन। मलाई अटोमेटिक गाडी चलाउनु, मेरो पेट्रोल गाडी पनि अटोमेटिकै थियो, अब मलाई यो लेफ्ट कुरा चलाउनु छैन, द्याट्स इट। बाँकी आई विल ड्राइभ। म रेयर क्यामेरा त हेर्दिनँ, मलाई मन पर्दैन, अनि मलाई आई वान्ट टु इन्जोय द्याट थिङ होइन। अब त्यसमा अब यो एडासले चाहिँ मलाई, मैले कम्पनीलाई पनि भेटेँ मेरो अफ गर्दैन भनेर, मिल्दैन भन्छ प्यारेन्ट कम्पनीलाई सधैँ राख्छ सेफ्टी फिचर वी क्यानट डु द्याट भन्छ। आई विल टेल यु वान थिङ दिपक, इफ आई एम गोइङ अन अ हाइवे म अन गरेर जान्छु एडास फिचर। तर पहिला चाहिँ ट्राफिक डिसिप्लिन चाहिँ अरू रेस्ट अफ द पिपललाई पनि त्यो अवेर गराउनु जरुरी छ किनभने गाडी मात्र हामीले नयाँ लिएर त भएन नि त, राम्रो लिएर त्यसमा एक लेभलको एडभान्समेन्ट चाहिँ यो गाडीलाई मात्र लिएर भने रेस्ट अफ द पार्टलाई पनि सँगसँगै डेभलप गऱ्यो भने चाहिँ बल्ल ब्युटिफाई हुन्छ होइन। द्याट कम्स विथ द पिपल अल्सो के, द्याट्स वाइ हामीले चाहिँ जहिले पनि पिपल आर सो इम्पोर्टेन्ट, त्यो ह्यान्डल गर्नु त हामी हो नि त होइन। पिपल प्लेनमा बसेको छ अहिले एकदम हाइफाईवाला प्लेन आइदियो भने यहाँ बनाउने मान्छे छैन भने त्यो प्लेनमा चढ्छ, रिस्क। अब त्यो रिस्कमा आएपछि हामी अभोइड गर्छौँ भने चाहिँ गाडीलाई चाहिँ अलिकति टेक्नोलोजी एडभान्स हुँदै जान्छ, प्यारलली हामीहरूले ह्युमन वेयर मान्छेहरू जो एसोसिएटेड विथ इट दे हेभ टु बी टेक्निकली क्वालिफाइड होइन, अल दिस थिङ्स। आई थिङ्क आवर डिस्कसन फर टुडे इज द्याट्स इट होइन। मलाई यो एडासको बारेमा जान्नुपर्ने थियो। भेरी वेल सेड होइन। एडास फिचर आएको छ, सबै गाडीमा एडास फिचर छ भनेर हामीहरूले सुनिरहेको छौँ, तर त्यो एडास फिचर कुन क्वालिटीको छ इज अल्सो भेरी इम्पोर्टेन्ट। एडास पनि थाक्छ होला कुनै दिन, मेबी त्यो चिप जुन युज गरिरहेको छ त्यो पनि चेन्ज गर्नुपर्छ होला हामीहरूले विथ द टाइम। अब के हो, वी एज अ कन्ज्युमर हामी वी शुड नो अल दिस थिङ्स। म कतिजनालाई हेर्छु कस्टमर्सहरूलाई यसमा एडास छ भनेर सोधि चाहिँ राह हुन्छ, अब त्यसको युज के हो, कसरी चल्छ, के हो, त्यो सबै चिज हामीहरूले बुझ्नु पऱ्यो। नो बडी इज एक्सपर्ट हियर, आई एम अल्सो नट एन एक्सपर्ट, आई एम लर्निङ, एभ्री डे इज लर्निङ फर मी एन्ड आई एम अल्सो लर्निङ। सो आई थिङ्क द्याट्स इट होइन। केही छ अरू? केही छैन। अब एउटा कुरा है, यस्तो भिडियोमा फेरि यस्तो केही भिडियोहरू लिएर आउँछु, यो भिडियोमा हामीले धेरै कुरा छुटाएको होला मैले र दिपकले अहिले गफ गर्दाखेरि होइन। केही कुराको त्यस्तो छ भने तपाईँहरू कमेन्ट सेक्सनमा राखिदिनुहोस्, म अर्को एउटा भिडियो पनि बनाउँछु र तपाईँहरूले चाहनुहुन्छ भने अब कोही अरू मान्छेहरूसँग मैले गफ गर्ने भने भन्नुहोस्, उहाँहरूसँग पनि गएर गफ गरेर टेक्निकली साउन्ड मान्छेहरूसँग बसेर यो चिजहरू सिक्ने र इन्फर्मेसन सेयर गर्ने गर्छु है। यस, थ्याङ्क यू सो मच दिपक फर यर टाइम है। स्टिल रिजोतो खाने कि खिचडी खाने। अनि अर्को कुरा, पिपल हु कम टु माई भिडियो कमेन्टिङ नेपालीमा बोल्न, नेपालीमा गाडी बेच्ने मान्छे हो भनेर भन्ने मान्छेहरूलाई खुसी भयो आज। नेपाली बोलिरहेको छु नि होइन, तर मेरो रिभ्यू भिडियो इङ्ग्लिसमै आउँछ आज। थ्याङ्क यू, हेभ अ वन्डरफुल टाइम, स्टे ह्याप्पी, बाई बाई एन्ड